Hi guys, welcome to my YouTube channel. It's me चाहना। अनि आज चाहिँ म भिडियो स्टार्ट गर्दैछु। मैले भिडियो स्टार्ट अघि गर्नुपर्ने हो किनभने मैले अघि स्टार्ट गर्न बिर्सेछु। सो अहिले म भिडियो स्टार्ट गर्दैछु। अनि म चाहिँ बाटोमा बसिरहेको छु यिनीहरुलाई यहाँ यिनीहरुलाई पर्खेर यहाँनिर हामी चाहिँ कहाँ जाँदैछौँ भन्दाखेरि अहिले भिडियोमा देख्न सक्नुहुन्छ हामी कहाँ जाँदैछौँ, के गर्दैछौँ, के खाँदैछौँ, के गर्दैछ यिनीहरु, कता जाँदैछ त यिनीहरु भनेर सब भिडियोमा देख्न सक्नुहुन्छ। अहिले चाहिँ हैन खासमा भन्नुपर्दा म बाटोमा बसेको यहाँ बसेको नि 1 घण्टा हुन आँट्यो गाइस। अब हेर्नु यस्तो बीच बाटोमा तातो घाममा कहाँ गए यिनीहरु। अब हेर्दै जानु होला भिडियोहरु यस्तै छ। स्टे ट्युन। हेलो गाइस, हामी चाहिँ लाग्यौँ सुँगुरको मासु खान, च्वाचेको मासु खान। हाम्रो गाइजहरु चाहिँ यहाँ छ, हामी चाहिँ च्वाचेको मासु खान हिँडेको। अब चट्ट लाएर हामी यता जानुपर्ने हुन्छ। पोलेर खाने हो। समरपर्छ खाँदैन होइन? खान्छ? सन्देश चाहिँ खाँदैन हो? अहिले सबै खान्छ। गाइजहरु हामी चाहिँ यस्तै हो, जाँदैछौँ। हाम्रो यात्रा अन द वे छ। गाई बाख्रा हेर्ने मान्छे पनि धमाधम। धुलो हुँदो रहेछ पछाडि बिस्तारै आउँदैछ। हाम्रो गाईहरू धुलो भएछ एकदम चट्ट लाएर। यसलाई चाहिँ हाम्रो माया दिदीहरूको खेत हो, बर्बाद छान ढुङ्गा निकालेर। हाम्रो गाईहरू चाहिँ आउँदैछ अनि चट्ट लाएर फेरि बोर्डिङको गाडी पनि आउँदै होला माथिबाट, धर्किँदै होला। बोर्डिङको गाडी पनि अन द वे। बीच बाटोमा भेटिन्छ। टल्केले हाँस है क्या होइन रहेछ। ए सरी है, प्रशान्त उहाँको नाम चाहिँ टल्के भन्न पुगेछु मैले। माफ पाउँ गाइज। समर्पण मेरो युट्युब च्यानल सब्सक्राइब गरेन न? होला कि भन्छ। हेर त आफ्नो भाइहरू चाहिँ यस्तो भन्छ। के चाहिँ गर्यो हाम्रो गाइजहरू यता आमा। ए टल्के बिस्तारै जाऊ न, धुला हुन्छ। गीत बना न, गीत ठुलो बना न। झोला ग्याङ माचिसवाला गीत बना। हामी जाँदैछौँ गाइस। हामी चाहिँ यहाँनिर पिँढीबास भन्दा अलिक तल आइसकेको अवस्था छ। यस्तो छ फेरि बाइक चाहिँ फेरि लुक्स नै राम्रो क्या। फेरि मान्छे राम्रो हो कि बाइक राम्रो? मुखमै सुहाए त गएको थिएँ। आम्मा सक्छ त फेरि। यस्तै छ है गाइजहरू जिन्दगीमा। अब यस्तै हो। यसले चाहिँ मलाई चाहिँ देखाएन भन्दै यसले हरन हानिरहेको छ। बेला बेला टेटेट दिइरहेको छ क्या। यसले चाहिँ फेरि गाइजहरू सक्दैन नि फेरि। हामी मासुको खोजीमा थियौँ। हामीले मासु चाहिँ नपाएको अवस्था छ। मासु नपाइकन मान्छे नपाएको अवस्था। चट्ट लाएर अब हामी यहाँबाट सर्र लाएर अजिङ्गरै भन्ने ठाउँमा ट्राफिक नियम मान्छे नै भाइरल हो। अनि मान्छे हेरेर कुरा गर्न। पछाडि बस्ने मान्छे राम्रो हो कि लुगा राम्रो हो कि के हो खासमा कुरा बुझ्न सकिएन। मुखमै राम्रो देखियो नि। विद्यालय क्षेत्रभित्र बिस्तारै जानु होला। क्षेत्र रहेको छ। यो चाहिँ हाम्रो गाइज हाम्रो यो चाहिँ हाम्रो बालापट्टि स्कुल हो। निषेध देखेको हेर्न, निषेध लेखेको नहेरी जाने। हामी स्कुल पढ्ने स्कुल यही हो गाइज। हामीले पढेको एक जमानाको।
हामी पढ्थ्यौँ एकदममा पहिला 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 बचपनमा यहाँ पढेको पनि थुप्रो भइसक्यो हामी थोरै चाहिँ 4-5 वर्ष भइसक्यो 5, 6, 7, 9 वर्षहरू भइसक्यो आमा बुढेसकाल आएछ गाईहरू के गर्नु यस्तै छ दाइको गोरेटोमा मलाई त यसरी बाइकमा थचर थुचुर पारेर हिँडेको भोक लाग्यो अनि हाम्रो गाउँको भाइरल गाडी एकमात्र गाडी चाहिँ यहाँ होइसिन्छ अब यहाँबाट गाडीले के सामान ल्याइसिन्छ होला सायद मलाई जहाँसम्म लाग्छ भेट भइसकेको छ फेरि अन द वे बिच बाटोमा हामीले गाडी भेटिसकेका छौँ अन द वे ल गाइज म चाहिँ यहाँ बाटोमा आएर बसिरहेको छु होइन अनि एउटा बाइक उहाँ छ अनि एउटा चाहिँ यहाँनिर छ देख्न सक्नुहुन्छ अनि हाम्रो टोलीहरू चाहिँ यहाँनिर गएको होइन खानेकुरा लिन गएको टोलीहरू 1 घन्टा भइसक्यो फर्केर आउँदैन हेर्नु गाइजहरू उतै खान थाल्यो कि म गर्मीले यहाँ बाटोमा यति तातो छ नि यति तातो छ ढुङ्गा तातो भएर मर्न लागिसक्यो बस्दा बस्दा यिनीहरू फर्केर आउँदैन यिनीहरूले उतै खान थाले जस्तो छ आज साथीहरू जाने भन्न चाहिँ हिँडियो बिच बाटोमै छोडेर गयो भने जस्तो छोडेर गइहाल्यो के हाँसौँ यिनीहरू त उतै चाख्नु थाल्यो कि क्या गाइज म चाहिँ ऱ्यान्डम यत्तिकै भिडियो स्टार्ट गरेँ होइन स्टार्ट पनि गरेको छुइनँ आज मैले भिडियो अनि त्यस पछाडि अघि हामी पुगिसक्ने मान्छे हो यहाँनिर अल्झिम क्या अल्झिम अब चाहिनेमा लाएर यो भिडियो हेर्ने मान्छेले चाहिँ यसो हेर्दा हेर्दा यत्रो मेरो कुरा सुनिसकेपछि सब्सक्राइब गर्नुपर्छ होइन सब्सक्राइब चाहिँ गर्नु होला यत्रो दुःख गरेर यहाँनिर तातो घाममा बसी बसी भिडियो बनाइरहेको छु अनि यस्तो तातोमा बसेर यस्तो देख्न सक्नुहुन्छ पसिना आएर गर्मी भएर बनाइरहेको छु अब त्यहाँ गएर के हुन्छ कसो हुन्छ म यसो हल्का हल्का देखाउने छु किनभने आज मेरो फोन चार्ज लगाएको छैन मेरो फोनमा चार्ज छैन अब हामी खासमा हिँडेको गन्तव्य भनेको चाहिँ हामी दिदी घरसम्मको अब यो टोलीहरू कहाँ हराएर देखिँदैन त्यो घरमा गएको हाम्रो टोलीहरू त्यो घरमा गएको है त्यो निलो जस्तो देखिरहेको छ नि अलिकति त्यही घरमा गएको म चाहिँ बसिरहेको छु साथीहरू गाइजहरू त्यहाँबाट बल्ल यिनीहरू निक्ल्यो देखाउँछु न म आउँदैछ नि मेरोमा चाहिँ फेरि खतरा छ नि गाइजहरू क्यामेरा चाहिँ फेरि के हच्चम है आउँदैछ खानेकुरा लिएर आएको है त्यो चाहिँ माइन्ड नगर्नु है त्यो खानेकुरा हो त्यो केही नर्मल खानेकुरा हो त्यस्तो फेरि म चाहिँ खाँदिनँ त्यस्तो चिजहरू मेरो लागि चाहिँ फेरि मैले छुट्टै झोलामा बोकेको छु ओ माई गड मेरो लागि ठुलो बोकेको छु यिनीहरूले चाहिँ खानेकुरा आफ्नै लागि ल्याएको छ गाइज आउँदैछ लखर 4जना म त खाँदिनँ यस्तो चिज म खाँदिनँ मेरो लागि डिउ छ मैले डिउ लिएर आएको छु मेरो लागि यता देखा त पर्सँगै के गर्नु र नखाइकन मान्छे लड्नु थालिहाल्यो देख्नु हो नि साथीहरू फेरि सक्दैन नि फेरि सक्छ त कसैले ल साथीहरू हाम्रो गन्तव्य चाहिँ इन्ड हुन लागिसक्यो अब हामी चाहिँ यताबाट जानुपर्ने हुन्छ सरर लाएर हाम्रो डेस्टिनेसन आइपुग्न लागिसक्यो हामी चाहिँ जाँदैछौँ अन द वे आर यु एक्साइटेड ए झर्नु पर्दैन सुरु आउँछ त गोरु त राम ए डर लाग्दैन गोरुहरूलाई
ए पक्न पक्न जानु दिएन उता बिस्तारै लैजा बिस्तारै बाटो बिग्रल छ राम्रो डरै लाग्यो हाम्रो यात्रा नभएको हो गाइजहरू कता आउँदैछ टोलीहरू त्यस्तै छ साथीहरू वन जङ्गल हरियाली मेरो मोबाइलले त हरियो पनि निकाल्दैन क्या हो यहाँलो निकाल्छ है क्या हो यस्तो त के गर्नु अब हाम्रो टोलीहरू चाहिँ के गर्दैछ अब देखाउँछ यहाँनिर काट्नु पर्ने चिजहरू काटेछ न काम गर्नु पर्ने गरे हेर राम 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 गाइजहरू यहाँ त अटो बाइक सब राखिरहेको छ मनु आयो साथीहरू आयो आइपुग्यो फाइनली लु आमा लम्पसार लु त अब केही हुन्छ जस्तो छ यहाँनिर टोलीहरू आइपुग्यो राम 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 बाफ्रे 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 ल साथीहरू हाम्रो चाहिँ यता यस्तो चलिरहेछ आमालाई फेर्नु बसेको फेरि यहाँ चाहिँ यस्तो चलिरहेछ साथीहरू यो चाहिँ फेरि टु मच वाला छ नि फेरि यसै गाइजहरू पढ्दै जाँदा त आउँदा न ट्युसन पढ्ने अरे हामी आइसक्यौँ पढ्नु मन लाग्छ यो यता हेरे कस्तो बिटिएस जस्तो देखेको यहाँ अर्को हिरो छ फेरि फेरि स्माइलै राम्रो क्या यसको फेरि हाँसै राम्रो हो कि मान्छे राम्रो उखुमै राम्रो भयो जस्तो है त दाँत हेर्न यसको दाँतै राम्रो हो कि है गाइजहरू हाम्रो चाहिँ सुरु भइसक्यो यहाँ चट्ट लाएर अनि यहाँनिर फेरि थोरै छ फेरि यहाँ थालमा थोरै देखेको होला चट्ट लाएर खानेहरू फेरि हतार भइरहेछ यता फेरि आदुर भइरहेछ यिनीहरूलाई फेरि अब फेरि भित्र खै पोल्ने मान्छे चाहिँ फेरि नखाने मान्छेलाई पोल्ने अरे त हेर्नु माइजू नखाने मान्छेलाई पोल्ने अरे यस्तो छ मेरो हालत हेर्न सक्नुहुन्छ अनि यो चाहिँ पकाउनको लागि हो रेडी कति खानु मासु छ मासु खाएर मासु हग्ने मासु मुत्ने बेला भइसक्यो होला के छ अरू कता कता खै हेरौँ यहाँ राम राम ल हुन्छ लाइक म चाहिँ भट्टाभट बनाउँछु ऊ टिम्बुर रौ पनि उ गरौँ टिम्बुर कहाँ छ दिदी टिम्बुर इधर फेरि अर्कै छ यो बट्टामा छ नुनु यो खोइ हुन्छ टमाटर रहेछ त्यहाँ यहाँ फेरि गाइजहरू यहाँ फेरि यो बट्टाहरूलाई चाहिँ बट्टाको यो माथिबाट कलरहरूलाई चाहिँ इग्नोर हानु गाउँहरूको यस्तै हो के गर्नु भित्र चाहिँ फेरि खजना छ नि खजना भित्र त फेरि एउटा फोहोर छैन होइन खजना छ नि खजना फेरि सुँगुरको मासु यो बिना अधुरो छ गाइज थोरै लगाएको थियो मिठो छैन थोरै भने के ऊ पिरो मजाले छैन क्या लु यिनीहरू खाँदैछ ल म चाहिँ यो पिन्न गइरहेको छु चाहिनेमा लाएर चट्ट लाएर यसलाई यसरी अब धेरै हुन्छ क्या यति त लगाइदिउँ चट्ट लाएर अनि लसुन कि के पनि भन्दै थियो लसुन फेरि रहेछ म चाहिँ यो के लाउँछु गाई चाहिँ मेरो भागमा परेको हो थोरै देखेको मात्रै है यहाँ फेरि अर्कै हो नि आइटमहरू यो खाने आइटमहरू अरू हो गाइस हाम्रो टोलीहरू त जानु खोज्दैछ यहाँनिर घर खाएर म चाहिँ यहाँ चट्ट नाचेर यहाँ बसिरहेको छु यता चेपिन खोज्दैछ यता यसले फेरि गीत बजाउँदैछ यहाँ गाइसहरू उता
यस्तो छ साथीहरू ल साथीहरू लाग्यो अँध्यारो देखेछ खोइ यिनीहरूको सामान बन्जाली खोइ यिनीहरूको चिजहरू खोइ यिनीहरूको साथीहरू हामी त फर्किमा अब यस्तै छ गाईहरू पसिनै एकछिन टोलीहरू सबलाई छोडेर लाग्यो एकदम गाईहरू रमाइलो भइरहेको छ आजको दिनमा भोलिदेखिको कता कता हो पर्छ क्या टायर ए गाडी लड्छ ए छिटो आइज ए काले गलती से मिस्टेक यही दुईटा पतिपाला देखाउनु पर्यो यिनीहरूलाई अर्को यता आउँदैछ बस बस ए बस बस केटा बस गाईहरू यता हेर्न अनुहार देखाएको गाइस टल्के त हेर नाच्दै के नाच्दै टल्के नाच ए गीत मारिस नाच नाच लो 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 नाच पर्छ नाच बस्न टल्के बस्न छैन ल गाडी ल अहिले आउँछ यो घर पुगेर बाइक राखेर आउँछु यो रोडमा राख्नु त्यो केटाले सम्बन्ध ले बोको